ओके साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो YouTube च्यानलमा। र आज चाहिँ मैले धेरै समयपछि एउटा नेपाली अर्निङ वेबसाइटको बारेमा भिडियो लिएर आएको छु हैन, जुन चाहिँ तपाईहरुले थम्बनेलमा पनि देखिसकेको हुनुपर्छ। र आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई यो एप्लिकेसन यानी यो वेबसाइटको बारेमा फुल्ली डिटेल दिनेछु। सो तपाईहरुले चाहिँ यो वेबसाइटमा काम गरेर अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र तपाईहरुलाई अब यो वेबसाइटमा चाहिँ धेरै इन्कम गर्नुहुन्छ नै चाहिँ भन्दिन हैन। सो तपाईहरुले यहाँनेर चाहिँ रेगुलर काम गर्नुभयो भने आफ्नो पकेट मनी चाहिँ कमाउन सक्नुहुन्छ हैन। सो आफूले काम चल्ने गरेको पकेट मनीसम्म चाहिँ तपाईहरुले यहाँबाट चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। र यो चाहिँ एउटा नेपाली अर्निङ वेबसाइट रहेको छ। र तपाईहरुले चाहिँ यहाँनेर चाहिँ सिम्पली गेम्सहरु खेल्दै टास्कहरु कम्प्लिट गर्दै अफरहरु कम्प्लिट गर्दै यहाँनेर चाहिँ राम्रो इन्कम अर्निङ गर्न सक्नुहुन्छ। र यसमा अर्निङ गरेको ब्यालेन्सलाई चाहिँ नेपाली वालेटमा पनि विथड्र गर्न सक्नुहुन्छ। सो तपाईहरु पनि यो वेबसाइटमा जोइन भए अर्निङ गर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले यसको लिंक चाहिँ डिस्क्रिप्सन र कमेन्ट बक्समा पाउन सक्नुहुन्छ। सो तपाईहरुले सिम्पली त्यो दिएको लिंकमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुलाई अब सिम्पली तपाईहरुलाई चाहिँ मेरो टेलिग्राम च्यानलतिर लानेछ। र तपाईहरुले अब सिम्पली टेलिग्राम च्यानल मार्फत चाहिँ तपाईहरुले यो वेबसाइटमा चाहिँ भिजिट गर्न सक्नुहुन्छ। सो यो वेबसाइटको लिंक चाहिँ तपाईहरुले मेरो टेलिग्राम च्यानलमा पाउनुहुन्छ। र तपाईहरुले टेलिग्राम च्यानलमा दिएको लिंकमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुले सिम्पली यसरी वेबसाइटको ड्याशबोर्ड पाउन सक्नुहुन्छ। र तपाईले अब यहाँ हेर्न सक्नुहुन्छ कि यो वेबसाइटमा के कति युजरहरुले चाहिँ काम गरिरहेको छन् र के कति पे आउट भइसक्यो, साथै यसमा के कति अर्निङ भइरहेको छ, साथै तपाईहरुले अब यसमा चाहिँ के माध्यमबाट अर्निङ गर्न सक्नुहुन्छ। र यसमा अर्निङ गरेको ब्यालेन्सहरु चाहिँ तपाईहरुले केमा विथड्र गर्न सक्नुहुन्छ भनेर यहाँ वालेटहरु पनि शो गरेको छ। त्यसैगरी तपाईहरुले अब यहाँनेर चाहिँ लाइभ प्रुफ क्याश आउट हेर्न सक्नुहुन्छ हैन। सो विथड्र प्रुफ रहेको छ। र तपाईले अब यहाँनेर चाहिँ केही प्रुफहरु पनि हेर्न सक्नुहुने भयो। त्यसैगरी तपाईले स्क्रिनको तल यो टेलिग्रामको लोगो देखाएको छ, तपाईले यसको अफिसियल टेलिग्राम ग्रुप भिजिट गरेर पनि तपाईले यसको विथड्र प्रुफहरु हेर्न सक्नुहुन्छ हैन। सो तपाईले अब नयाँ युजर हुन्छ भने चाहिँ तपाईले रजिस्टर गर्नुमा क्लिक गर्नुपर्ने हुन्छ। र अब तपाईहरुले पुरानो युजर अलरेडी यो वेबसाइटमा काम गरिसक्नु भएको छ भने त अब तपाईलाई मैले खासै केही भनिरहनु पर्दैन हैन। सो तपाईले अब सिम्पली नयाँ युजरको लागि चाहिँ तपाईले अब सिम्पली रजिस्टर गर्नुमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले सिम्पली यहाँनेर चाहिँ अब केही युजर नेमहरु के राख्नु पर्ने हुन्छ हैन। सो अब मेरो चाहिँ यहाँ अलरेडी एकाउन्ट भएको हुँदाखेरि चाहिँ मेरो चाहिँ यहाँ लगइन भएको छ। र म तपाईलाई यहाँ फेरि लगआउट गरेर चाहिँ के कसरी रजिस्टर गर्न सक्नुहुन्छ त हैन। सो यो सम्पूर्ण कुराहरु चाहिँ म तपाईलाई यहाँनेर चाहिँ देखाइदिने छु। सो तपाईले रजिस्टर गर्नुमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले अब यहाँनेर चाहिँ यसरी युजर नेम राख्नुपर्ने हुन्छ। त्यसैगरी तपाईले यहाँ इमेल एड्रेस यानी कि गुगल एकाउन्ट राख्नुपर्ने हुन्छ हैन। सो तपाईले अब यहाँनेर जीमेल राख्नु होला। त्यसैगरी तपाईले पासवर्ड राख्नु होला। र तपाईले अब राखेकै पासवर्डलाई फेरि टाइप गर्नु होला, यानी कि यो कन्फर्म पासवर्ड भन्ने ठाउँमा पासवर्ड राखेर तपाईले अब सिम्पली यो आई एग्री टर्म्स एन्ड टर्मिनोलोजिज यो प्राइभेसी पोलिसी के भनेको छ। सो तपाईले अब सिम्पली यहाँ एक्सेप्ट गर्नु होला, यानी कि राइट दिनु होला। र तपाईले एउटा सानो क्याप्चा सल्भ गर्नुपर्ने हुन्छ। र तपाईले यो सबमिट गर्नुमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुको एकाउन्ट क्रिएट हुनेछ। र तपाईले अब सिम्पली फेरि एकाउन्ट चाहिँ लगइन गर्नुपर्ने हुन्छ हैन। सो तपाईले अब एकाउन्ट लगइन गर्नु होला, यानी कि भर्खरै क्रिएट गरेको एकाउन्टलाई चाहिँ फेरि लगइन गर्नु होला हैन। सो तपाईहरुको अब सिम्पली यो वेबसाइटमा ड्याशबोर्ड चाहिँ यसरी ओपन हुनेछ। र तपाईले अब सिम्पली यहाँनेर चाहिँ अफरवालहरु यो बिटको टास्कहरु गेम्सहरु खेल्दै अर्निङ गर्न सक्नुहुन्छ हैन। सो यो सम्पूर्ण यी कुराहरु चाहिँ तपाईले यहाँनेर देखाएको छ। सो तपाईले अब सिम्पली यहाँनेर चाहिँ माथि हेर्न सक्नुहुन्छ आज के कति मान्छेहरुले चाहिँ विथड्र गरेका छन् भनेर तपाईले यहाँनेर माथि पनि हेर्न सक्नुहुन्छ। त्यसैगरी अब तपाईले सिम्पली यहाँनेर कोइन कलेक्ट गर्नको लागि चाहिँ स्क्रिनको लेफ्ट साइडमा रहेको तीनटा यो लाइनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले अब सिम्पली यहाँनेर चाहिँ यसरी यो कोइनहरु यस्तै अर्निङ मेथडहरु पाउन सक्नुहुन्छ। र तपाईले विथड्र गर्नुमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले यसरी विभिन्न वालेटहरु पाउन सक्नुहुन्छ। सो तपाईले अब नेपाली वालेटको रूपमा आइएमई वालेट पाउनुहुनेछ। त्यसैगरी तपाईले पेयर फसेट पेहरू पनि पाउन सक्नुहुन्छ हैन। सो तपाईले अब सिम्पली यहाँनेर चाहिँ यसरी चाहिँ अर्निङ गर्नु होला। र अब तपाईले अब सिम्पली आइएमई वालेट गर्नुमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले यहाँनेर चाहिँ आफूले यहाँबाट आफ्नो नम्बरहरु हालेर चाहिँ विथड्र गर्न सक्नुहुन्छ। र तपाईले अब फ्री प्याकेज युज गर्दै हुन्छ भने चाहिँ तपाईहरुको मन्थली विथड्र लिमिट भनेको चाहिँ 30,000 कोइन मात्र रहेको छ हैन। सो तपाईले अब अन्य प्याकेजहरु किन्नुहुन्छ भने चाहिँ तपाईहरुले अब अरु विथड्र लिमिटहरु चाहिँ बढ्नेछ र तपाईले धेरै कोइनहरु चाहिँ विथड्र गर्न सक्नुहुन्छ। सो तपाईले अब सिम्पली फ्री प्याकेज युज गर्दा चाहिँ तपाईहरुको विथड्र लिमिट चाहिँ 30,000 मात्र हुनेछ हैन, यानी कि 30,000 कोइन मात्र हुनेछ। र तपाईले अब सिम्पली यहाँनेर कोइन भ्यालु हालेपछि चाहिँ तपाईहरुको यहाँनेर USDT मा देखाइदिनेछ, यानी कि डलरमा देखाइदिनेछ। र तपाईले अब सिम्पली यहाँनेर चाहिँ यति चाहिँ बुझ्नु होला, तपाईहरुको 5000 कोइन बराबर चाहिँ तपाईहरुको $1 यानी कि 100 रुपैयाँ हुनेछ हैन। सो तपाईहरुले चाहिँ यसरी नै चाहिँ यो वेबसाइटमा विथड्रहरु गर्न सक्नुहुने भयो। र यसमा कोइन अर्निङ गर्नको लागि चाहिँ तपाईले अब यहाँनेर चाहिँ अन्य मेथडहरु पाउन सक्नुहुन्छ। त्यसैगरी तपाईले अब यहाँनेर चाहिँ
प्याकेजहरू खरिद गर्न सक्नुहुन्छ हैन। सो तपाईहरुले प्याकेजहरू किन्नुहुन्छ भने चाहिँ तपाईहरुको अर्निङ रेट चाहिँ बढ्नेछ हैन। सो तपाईले अब यहाँनिर चाहिँ धेरै भन्दा धेरै अर्निङ गर्न सक्नुहुन्छ। जस्तै कि अब तपाईले यो प्याकेज किन्नको लागि चाहिँ मेम्बरशिपको अप्सनमा क्लिक गरिदिनु होला र तपाईले अब यहाँनिर सिम्पली यो बाई ब्यालेन्सको अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले यहाँनिर ब्यालेन्सहरू किनेर चाहिँ तपाईले आफ्नो टिकटक एकाउन्ट भयो, फेसबुक आइडीहरू लगायतका अब तपाईले युट्युबहरुमा सब्स्क्राइबर बढाउने, लाइक बढाउने जस्ता कामहरू चाहिँ तपाईले यहाँ राखेर तपाईले यहाँनिर चाहिँ आफ्नो एडभर्टाइज पनि गर्न सक्नुहुन्छ र तपाईले अब सिम्पली कोइन अर्निङ गर्नको लागि चाहिँ अनको अप्सनमा क्लिक गर्नु होला र तपाईले एडको अप्सनमा क्लिक गरेर सर्फ एडको अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले सिम्पली यसरी एडहरू पाउन सक्नुहुन्छ र तपाईले अब सिम्पली एडहरू चाहिँ 5 सेकेन्ड, 10 सेकेन्ड, 30 सेकेन्ड त्यस्तैका हुनेछन्। सो तपाईले अब यो एडहरू चाहिँ हेर्दिनु होला र तपाईले अब यहाँनिर चाहिँ केही कोइनहरू चाहिँ पाउन सक्नुहुन्छ हैन। सो कतिपय एडहरू चाहिँ तपाईले अब यहाँनिर चाहिँ नखुल्न पनि सक्छ हैन। सो तपाईले अब यो त्यो चाहिँ माइन्ड नगरिदिनु होला हैन। सो यो एडहरू कुनै चाहिँ अब टाइमहरू चाहिँ यसको एक्सपायर भइसकेको हुँदा कुन एडहरू चाहिँ खुल्दैन हैन। सो तपाईले अब यहाँ एडहरू भन्दा पनि तपाईले यहाँ गेम्सहरू खेलेर अफरहरूबाट अर्निङ गर्ने हो धेरै भनेको चाहिँ हैन। सो त्यसैगरी अर्को मेथड भनेको चाहिँ फसेट पे रहेको छ। सो तपाईले अब फसेट रोलको अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ यसरी यो एउटा नम्बरहरू पाउन सक्नुहुन्छ र तपाईले क्लेमको अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले अब ती नम्बरहरू मध्ये कुनै पनि एउटा नम्बर पर्नेछ र त्यही अनुसारको साइडमा दिएको कोइन चाहिँ तपाईलाई यहाँ पार्न सक्नुहुन्छ हैन। सो अब तपाईले फेरि 120 मिनेटपछि चाहिँ यो फसेट रोल फेरि पनि घुमाउन पाउनेछ र मेरो चाहिँ भर्खरै 3 कोइन चाहिँ परिसकेको छ हैन। सो यसरी नै चाहिँ तपाईले अब यो कोइनहरू चाहिँ अर्निङ गर्न सक्नुहुन्छ र त्यसैगरी तपाईले अब यहाँनिर अर्को अप्सन भनेको चाहिँ तपाईले यहाँनिर गेम्सहरूको पाउन सक्नुहुन्छ हैन। यानी कि तपाईहरुले चाहिँ यहाँनिर चाहिँ अफर वालहरू पाउन सक्नुहुन्छ। सो अफरको अप्सनमा क्लिक गरेर इन्डेक्सको अप्सनमा क्लिक गर्नु होला र तपाईहरुले यहाँनिर चाहिँ टाइम वाल, बिटको टास्कहरू, त्यसैगरी ट्याब प्लेटहरू जस्ता लगायतका सम्पूर्ण विभिन्न अफर वालहरू पाउन सक्नुहुन्छ हैन। सो तपाईले अब सिम्पली जस्तै कि बिटको टास्कमा क्लिक गर्नुहुन्छ भने चाहिँ यसरी एउटा नयाँ ट्याब खोल्नुपर्ने हुन्छ र यसरी तपाईहरुको बिटको टास्क चाहिँ खुल्नेछ हैन। सो मेरो चाहिँ यहाँनिर चाहिँ बिटको टास्क खोलिसकेको छ र तपाईले यहाँनिर थोरै चाहिँ अब भ्यालिडेट गर्नुपर्ने हुन्छ हैन। सो तपाईले अब यहाँनिर चाहिँ कम्प्युटर हो हैन भनेर चाहिँ तपाईले यहाँनिर ह्युमन हो भनेर चाहिँ यहाँ छुट्याउनु पर्ने हुन्छ। सो तपाईले अब त्यो पिक्चर चाहिँ राइट गरिदिनु होला। त्यसैगरी तपाईले अब यहाँनिर चाहिँ कोइनहरू अर्निङ गर्न सक्नुहुन्छ हैन। सो यसमा चाहिँ एडहरू हेर्ने त्यस्तै टास्कहरू रहेको हुन्छ हैन। सो यसमा चाहिँ 20 सेकेन्ड, 30 सेकेन्ड, 10 सेकेन्ड, 5 सेकेन्ड जस्ता लगायतका तपाईले अब थुप्रै एडहरू चाहिँ पाउन सक्नुहुन्छ र सिम्पली तपाईले यो एडहरू हेरेर चाहिँ कोइनहरू कलेक्ट गर्नु होला र अब तपाईले यो कलेक्टेड कोइनलाई यहाँबाट पनि विथड्र गर्नुपर्ने हुन्छ। सो तपाईले अब यहाँ कलेक्ट गरेको कोइनलाई अनजोप वेबसाइटसम्म विथड्र गर्नको लागि चाहिँ तपाईले यो 3 ड्याशमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईहरुको 20 कोइन पुगेपछि यहाँ विथड्रको अप्सन खुल्नेछ र तपाईले सिम्पली त्यो कोइनलाई विथड्र गर्नुहुन्छ भने चाहिँ तपाईहरुको अनजोपमा चाहिँ कोइन जानेछ। यानी कि तपाईहरुको वेबसाइटमा चाहिँ काम गर्दै गरेको वेबसाइटमा चाहिँ कोइन चाहिँ पुग्नेछ हैन। सो त्यसैगरी तपाईले अब यहाँ अफरवालको रूपमा चाहिँ तपाईले अन्य अफरवालहरू पनि पाउन सक्नुहुन्छ। जस्तै कि अहिले अब तपाईहरुले काम गर्ने एकदमै सजिलो भनेको चाहिँ यो टाइम वाल रहेको छ। यसमा चाहिँ काम गर्ने चाहिँ एकदमै धेरै सजिलो रहेको छ। सो तपाईले अब यो टाइम वाल खोल्नु होला हैन। सो यसलाई पनि नयाँ ट्याबमा खोल्नु होला र तपाईको यसरी यहाँनिर चाहिँ यो गुगल प्लसको अप्सनमा क्लिक गरेर तपाईले अब एकाउन्टहरू चाहिँ लगइन गर्न सक्नुहुन्छ। त्यसैगरी क्रिएटहरू गर्न सक्ने भयो हैन। सो तपाईले अब सिम्पली एकाउन्ट क्रिएट गर्नु होला र तपाईले अब टाइम वालमा पनि विभिन्न टास्कहरू पाउन सक्नुहुन्छ। जस्तै कि तपाईले अब यहाँनिर चाहिँ माथि हेडलाइनमा हेर्न सक्नुहुन्छ सर्वे, टास्क, अफर्स, क्लिक्स भनेको छ हैन। सो तपाईले अब सिम्पली यिनीहरु चाहिँ तपाईले कम्प्लिट गर्दै जान सक्नुहुन्छ र तपाईले अब यहाँ नोटिफिकेसन पठा यस्तै गरेर चाहिँ तपाईले यहाँनिर चाहिँ पर्मिसनहरू चाहिँ माग्ने छ हैन। सो अलो नोटिफिकेसन जस्ता लगायतका कुराहरू भन्ने छ। सो तपाईले त्यो अलो पनि गर्न सक्नुहुन्छ र तपाईले अब यहाँनिर टास्कको रूपमा चाहिँ तपाईले अब यस्तै हैन यो फलोहरू गरिदिने, सब्स्क्राइबहरू गरिदिने जस्ता टास्कहरू पाउन सक्नुहुन्छ। त्यसैगरी अफरको रूपमा पनि तपाईले यहाँ भित्र पनि अन्य अफरहरू पाउन सक्नुहुन्छ। त्यसैगरी यो क्लिक्स हुनेछ हैन। सो तपाईले यो क्लिक्स चाहिँ तपाईले प्रत्येक सेकेन्डमा पाउनुहुन्छ हैन। सो तपाईले यहाँनिर चाहिँ सानो एड हेरिदिनु पर्ने हुन्छ र त्यो एड कम्प्लिट गरिसकेपछि तपाईले यहाँ पोइन्ट्सहरू चाहिँ मिल्नेछ। सो तपाईले अब सिम्पली यहाँनिर चाहिँ ह्युमन हो भनेर भेरिफाई गर्नु होला र जस्तै कि तपाईले यहाँ हेर्न सक्नुहुन्छ 5 सेकेन्डको एड रहेछ, भ्यू गर्यो भने चाहिँ 29 पोइन्ट दिनेछ हैन। सो तपाईले यसरी चाहिँ पोइन्ट्सहरू कलेक्ट गर्नु होला र यसमा पनि तपाईले कलेक्टेड कोइनलाई विथड्र गर्नको लागि चाहिँ माथि रहेको यो टाइम वाल लेखेको छ हैन। सो तपाईले त्यहाँदेखि नजिकै एउटा 3टा लाइन पाउन सक्नुहुन्छ। त्यहाँ क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईले अब यहाँनिर कलेक्ट गरेको पोइन्टलाई चाहिँ अनजोपमा कन्भर्जन गर्ने तपाईले अप्सन पाउन सक्नुहुन्छ। सो तपाईले यहाँनिर चाहिँ 500 भन्दा माथि कोइन बनाएपछि यो कोइनलाई चाहिँ कन्भर्ज गर्न सक्नुहुन्छ। यानी कि अनजोपको कोइनमा बदल्न सक्नुहुन्छ र तपाईले यो कोइनलाई बदलेर तपाईले विथड्रको अप्सन खुल्नेछ र विथड्र गर्नु होला र तपाईले यहाँनिर चाहिँ अब यो
टाइम बलमा अर्निङ गरेको कोइन चाहिँ तपाईँहरूको अनजोप वेबसाइटसम्म जानेछ र तपाईँले अब सिम्पली यो अफर वालहरूमा क्लेम गरेको कोइनलाई चाहिँ यानि कलेक्ट गरेको कोइनलाई चाहिँ तपाईँहरूले सिम्पली यहाँ आएर क्लेम गर्नुपर्ने हुन्छ होइन। सो तपाईँले अब सिम्पली क्लेम बक्समा क्लिक गर्नु होला होइन। सो अफर वालहरू नजिक माथि क्लेम बक्स हुनेछ, तपाईँले त्यहाँ क्लेम अप्सनमा क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँको कोइन चाहिँ कलेक्ट हुनेछ। त्यसै गरी तपाईँले कोइन कलेक्ट गर्ने अर्को अप्सन भनेको चाहिँ सर्च लिङ्क पाउनुहुनेछ र त्यहाँ क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँले यो सर्च लिङ्कको बारेमा एउटा थोरै स्क्रोल गरेपछि युट्युबमा भिडियो पाउन सक्नुहुन्छ। सो तपाईँले त्यो भिडियो हेरेर चाहिँ यो सर्च लिङ्कमा काम गर्नु होला। त्यसै गरी तपाईँले आफ्नो साथीहरूलाई बोलाउन सक्नुहुन्छ। यो इन्भाइट फ्रेन्डको अप्सनमा क्लिक गर्नु होला र माथि रहेको यो लिङ्कलाई चाहिँ कपी गरेर विभिन्न सोसियल मिडियाहरू मार्फत आफ्नो साथीहरूलाई सेयर गर्नु होला र तपाईँहरूले ती साथीहरूले अर्निङ गरेको केही कमिसनहरू चाहिँ तपाईँले यहाँबाट लिन पनि सक्नुहुन्छ। त्यसै गरी तपाईँले अब सिम्पली यहाँनिर चाहिँ अर्को अप्सनहरू भनेको चाहिँ तपाईँले अब यहाँनिर चाहिँ एडभर्टाइज गर्न सक्ने भयो र तपाईँले अब एडभर्टाइज गर्नको लागि चाहिँ कोइन चाहिँ डिपोजिट गर्नुपर्ने हुन्छ होइन। त्यो तपाईँले अब यहाँनिर चाहिँ केही मनी डिपोजिट गरेर चाहिँ यहाँ कोइनहरू चाहिँ खरिद गर्नुपर्ने हुन्छ र त्यो कोइनलाई किनेपछि चाहिँ तपाईँहरूले सिम्पली यहाँनिर चाहिँ अब आफ्नो फेसबुकमा लाइक बढाउने, टिकटकहरूमा यस्तै कुराहरू चाहिँ तपाईँले अब यहाँबाट पनि तपाईँले एडभर्टाइज गर्न सक्नुहुन्छ होइन। त्यसको लागि चाहिँ तपाईँले यहाँनिर एडभर्टाइजमेन्ट भनेर एउटा अप्सनै दिएको छ। त्यसै गरी यसरी चाहिँ तपाईँले अब यहाँनिर चाहिँ आफ्नो युट्युबहरूलाई पनि एडभर्टाइज गर्न सक्नुहुन्छ। सो साथीहरू यो वेबसाइटमा काम गर्ने तरिकाहरू चाहिँ नै रहेको छन् र तपाईँले अब यहाँ केही समस्या आएमा चाहिँ यहाँ तल कन्ट्याक्ट अस भनेर टेलिग्राम च्यानल तथा लिङ्कहरू दिएको छ। त तपाईँले त्यहाँ क्लिक गरेर चाहिँ तपाईँले सिम्पली यसको टेलिग्राम च्यानलहरू भिजिट गर्न सक्नुहुन्छ है त। र आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई यो वेबसाइटको बारेमा छोटो मिठो तरिकाले बताइदिएको छु होइन। सो तपाईँले यसको बारेमा अझ मजाले बुझ्न चाहनुहुन्छ भने चाहिँ तपाईँले मेरो युट्युब च्यानल भिजिट गर्नु होला र यसको बारेमा चाहिँ फुल्ली डिटेलमा चाहिँ अन्य भिडियोहरू रहेको छ। सो तपाईँले ती भिडियोहरू पनि चेक गर्न सक्नुहुन्छ है त।